उत्तर पूर्वी राज्य मिजोरामलाई नेपाली साहित्य सङ्गीत र कलाको क्षेत्रबाट व्यापक रूपमा प्रतिनिधित्व गर्ने डाक्टर किङ गुनु घरतीको हिन्दी एल्बम दिल का रिश्ता निस्कने भएको छ। एल्बमका सबै गीतहरू मिरिकको क्रिस्टल स्टुडियोमा रेकर्डिङ कार्य भइसकेको छ। एल्बममा प्रसिद्ध गायक इन्द्रजित मिजार, विक्रम कालीकोटे, रञ्जिता सुनार, सुजन सिलवाल, रजनी सुन्दास, सुस्मिता शर्मा, केदार खवास, वीरेन प्रधान, जुनु गौतम, विनोद लाबर आदिले गीत गाएका छन्। डाक्टर किङले रचेका गीतहरूमा मिरिक क्रिस्टल स्टुडियोका प्रमुख डुप्छेन लामाले सङ्गीत भरेका छन्। यस कार्यको लागि लामाले निकै मेहनत गरेको डाक्टर किङले बताएका छन्। एल्बम दिल का रिश्ता डाक्टर किङको दोस्रो प्रोजेक्ट हो भने दार्जिलिङ क्षेत्रबाट पहिलो प्रोजेक्ट हो। योभन्दा पहिला उनले मिजोरमबाटै आफ्नो रचना र सङ्गीतमा लभली मिजोरम निकालिसकेका छन्। स्मरण रहोस्, डाक्टर किङले अहिलेसम्म नेपाली र हिन्दी गरी 500 भन्दा बेसी गीतहरू बनाइसकेका छन्।